संसारको जुनसुकै कुना काप्चा कन्दरा मरुभूमि अनि अग्लो बिल्डिङबाट हामीलाई हेर्नुहुने सबै मानव तपाईँहरूको दिनको सुरुवात कसरी हुँदैछ तपाईँलाई थाहा भएन। हाम्रो दिनको सुरुवात भने यसरी नै डुकुलन्ठु बनेर हिँडेर भइरहेको छ है त। ल हेर्नुहोस् त हाम्रो गाउँतिर त ड्रागन फ्रुट बाटोमै फल्छ है त। हेर्नुहोस् अहिले चाहिँ फलेको रहन्छ, पछि देखाउँ ल। हामी चाहिँ यहाँ पसल आएको खासमा, ल पसलमा आइपुग्यो है त। ल हेर बोका यो घरमा त बोका पनि रहेछ है त। ल यो बोकालाई चाहिँ दसैँ मान्नुपर्छ अर्को दसैँमा भन्दै यहाँ बुढा मान्छे बाटो पुगेको। बुढा मान्छे फेरि कसलाई बोका भनेको भन्दै रिसाउँछन्। अब तिमीलाई भनेको भनेर म पनि पसलतिर लागेँ। बुढा फेरि बोका भने नि भन, पाठी भने नि भन, हाम्रो घरमा मोही पारेको छु है, खाना आइज है भन्दै घरतिर लागेँ। म पनि अब रिचार्ज लिन आएको है त, वास्तवमा रिचार्ज लिन आएको। अब रिचार्ज लिएर हिँडेको। ल नभन्दै आमाको घरमा मोही पनि रेडी बनाएर राखेको रहेछ है त। ल म आउँदाखेरि ल धन्यवाद। फेरि मैले मोही त होइन कि के हो आमा भनेर आमासँग झिस्केको। तँलाई मोही नदिएर पानी दिन्छ त भनेर रिसाइन आमा फेरि बिचारा।